यो दनौ आजको मेरो बिहानको घुमघाम यो दमौलीको राधी नदी र अनि त्यहाँ यो उतातिर आएको चाहिँ सेतो चाहिँ पोखराको सेती नदीको यो दोभान रहेछ। यहाँ आज म मर्निङमा घुम्न आएको छु। यहाँ यता पारि चाहिँ दमौली हो, यो सबै यता कार्यालयहरू सबै छन्। आजको दिन चाहिँ यहाँ दमौलीको चाहिँ दोभानमा चाहिँ आएर घुमघाम गरियो। साह्रै अति नै रमणीय जग्गा रहेछ। यहाँ माथि चाहिँ यो चाहिँ एकदम अल्को पहाड छ। यहाँ चाहिँ बादल ठोकिँदो रहेछ है। अनि यहाँ चाहिँ धेरै घुम्न आउँदो रहेछन् बादल ठोकिने ठाउँ है। यस्तो पानी छ, यतातिर कालो पानी, उतातिर सेतो पानी। यो चाहिँ दोभान रहेछ। यता चाहिँ पुल बनाउने कार्य भइरहेको रहेछ। एकदम अहिले पनि बर्खा जस्तो हुसुलाइरहेछ आकाशतिर। आकाशै खुलेको छैन। हाम्रोतिर त अब परासीतिर त सुनवलतिर त एकदम गर्मी भएको होला। आजको भिजिट चाहिँ दमौलीतिरको राधी र सेती नदीको चाहिँ किनारो भयो। अति राम्रो भयो, फ्रेस पनि भयो है। मलाई फेरि यस्तो प्राकृतिकहरू हेरेर तिनीहरूसँग रमाउन अति नै आनन्दित लाग्छ। त्यसै कारणले चाहिँ आज यो नदीको किनारमा आएर यसो घुमघाम गर्यो है।